हाम्रा पूर्वजहरूले आफूले टेकेको छालाको जुत्ता खानेकुरा नपाउँदाखेरि छालाको जुत्ता र काटेर खाएर पनि बचाएको मुलुक हो। इतिहासमा कहिले पनि पराधीन नभएको मुलुक हो र कसैको गुलाम नभएको देश हो हाम्रो। त्यसै कारणले गर्दाखेरि हाम्रो देशको 1 इन्च भूमि पनि हामी कसैले मिच्न दिन्नौं। लु भो, धेरै हल्ला नगर, धेरै भाषण नदे, धेरै नकरा, जनतालाई भ्रम फैलाउने काम कुराहरू नगर, धेरै यो आचरणको पाठ पढाउने काम नगर। कसलाई पढाएको, कसलाई सिकाएको? हामीलाई सबै कुरा थाहा छ भने तिमीहरू कस्ता मान्छे हुन्, के का लागि आएका हुन्, तिमीहरू कस्तो हो भन्ने कुरा हामीलाई एक कुराहरू थाहा छ। हामी छर्लङ्गा छौँ। तिमीहरूको यो बानी बेहोरा, तिमीहरूको व्यक्तित्व के हो भन्ने कुरा स्पष्ट छ। यो आँखा अगाडि छर्लङ्गा छ। हामीले बुझेका छौँ, जानेका छौँ। त्यसैले हामीलाई यो आचरणको पाठ पढाएर चाहिँ बेकुफ बनाउने काम नगर। हामी बेकुफ हुनेवाला छैन। तिमीहरूको यो दिमागमा गोबर भरेको, गोबर गणेश, तिमीहरूको यो गनाउने मुख, गनाउने थुतुनो, गन्दगी थुतुनोबाट यो पवित्र नाम, यो पूर्वज भन्ने शब्दहरू चाहिँ तिमीहरूले ननिकाल क्या। यो शब्दहरू तिमीहरूको लागि बनेकै होइन। अब मैले किन यसरी भनिरहेको छु, मैले किन यसको डिसरिस्पेक्ट गरिरहेको छु, किन मैले यसलाई इज्जत गरिरहेको छैन, किन त तर म भनेर बोलिरहेको छु भन्दाखेरि यसको पनि कारण छ। म बुझ्दिनँ यार। खोटाङ 1 को जनताहरूले चाहिँ यसलाई के देखेर जिताएर पठायो? सायद अहिले त्यो जनताहरू पनि पुनपुरुमा हात राखेर प्रस्तावको आगोमा जलिरहेको होला कि हामीले कस्तो खालको मनुष्यलाई चाहिँ जिताएर त्यो सदन भवनमा पठाएछौँ भनेर बिचरा उनीहरू पनि अहिले तनावमा होला, पीडामा होला। बेलुका भएपछि एक गिलास स्टिल टोकेर चित्त बुझाइरहेको होला। त्यो पीडा म बुझ्न सक्छु किनकि म मान्छे हुँ, मानव हुँ। अब रह्यो कुरा डिसरिस्पेक्टको। अब मैले यसलाई किन चाहिँ इज्जत गरिनँ, किन यसलाई मैले मुख छाडेको भन्दाखेरि चाहिँ यो अहिले जुन पूर्वजहरूको कुरा गरिरहेको छ नि, यो पूर्वजहरूको कुरा गरिरहेको। पूर्वजहरूको कुरा गर्नको लागि त पहिला आफू सक्षम हुनु पर्यो, आफू राम्रो सिद्धान्तमा हिँड्नु पर्यो। आफ्नो जुन यो छ नि, यो के भन्छ यसलाई, घैँटो होइन, तिमीहरूलाई त घैँटै भन्नुपर्छ। घैँटोमा तिमीहरूको गिदी हुनु पर्यो। अनि तिमीहरू एउटा मान्छे हुनु पर्यो सर्वप्रथम त। अनि बल्ल तिमीहरूले यस्तो कुरा गर्न सुहाउँछ। तिमीहरू मान्छे नै होइन, तिमीहरू मानव रूपी दानव हो। अनि तिमीहरूले त्यो भएर सुहाउँदैन। अब यो पूर्वजको कुरा गर्ने यो मनुष्यले, पृथ्वीनारायण शाह जसले चाहिँ देशलाई एकीकरण गर्यो, यदि त्यही बेलामा पृथ्वीनारायण शाहले चाहिँ देशलाई एकीकरण नगरेको भए आज यो चतुर ताइलान्डे चाहिँ भारतको कुन चाहिँ राज्यबाट भुकिरहेको हुन्थ्यो? ठुलो कुरा गर्छ यसले नै होइन। पृथ्वीनारायण शाहको फोटोलाई चाहिँ भुइँमा राखेर कुल्चेर भिडियो बनाएर चाहिँ सोसियल मिडियामा हालेको। अन्याय सहन्न म तृष्णा सहन्छु, तिरस्कार सहन्। तिमीहरूले चाहिँ त्यो पूर्वजहरूलाई चाहिँ रिस्पेक्ट नगर्ने, इज्जत नदिने, अनि अहिले आएर चाहिँ त्यही पूर्वजको पाठ पढाउने, राजनीति गर्ने पूर्वजको नाममा। कस्तो खालको मनुष्य हो तिमीहरू? तिमीहरूले त जे पनि गर्ने रहेछ। तिमीहरूले त आमा पनि बेसी भ्याउँछ हो। तिमीहरूले त देशको त कुरै छोडौ, आफ्नो जन्म दिने आमालाई पनि तिमीहरूले बाँकी राख्दैन। पैसा पायो भने त बेच्छ तिमीहरूले। लो जा, मैले भनिदिएँ। किनकि नभन्नको लागि त अगाडिको मान्छे सही हुनु पर्यो के। तिमीहरूले त जे गरे पनि हुने, जे गरे पनि हुने। अहिले पूर्वजको कुरा गर्छ होइन। अब यिनीहरू धेरै उफ्रिन्छ नि। यसको बाउ हर्क सम्पाङ ताइलान्डे होइन, एलम्बर राजा भन्छ होइन। ठिक छ, त्यो आफ्नो ठाउँमा ठिक होला। तर एलम्बर राजा भनेर त मैले कहिले पनि सुनेन। खै कुन चाहिँ स्कुलमा पढाएको छ र कति कक्षामा पढाएको छ र? त्यो त हामीले कहिले पनि सुनेन। त्यो घरको 4 दिवारभित्र भएको राजा होला सायद होइन। हो, यिनीहरू चाहिँ कस्तो छ भने त्यो चाहिँ राजा रे उनीहरूको। जबकि पृथ्वीनारायण शाहले चाहिँ अनि पुरा नेपाललाई एकीकरण गरेर एउटै राज्य बनायो। विदेशीको चलखेलबाट, विदेशीको हस्तक्षेपबाट बचाएर चाहिँ आज नेपाल भन्ने एउटा देश बनायो। त्यो देश बनाउने राजाको फोटोलाई चाहिँ तिमीहरूले भुइँमा खुट्टाले कुल्चेर, त्यो पनि 8-10 जना भएर गर्न खोजे के, भन्न खोजे के? अनि गाईको मासु काटेर विदेशमा बेच्नुपर्छ भन्ने पनि तै। सबै कुरा तिमीहरूले गर्ने, अनि देश बढाउने काम तिमीहरूले गर्ने। अहिले आएर चाहिँ भिडियोमा अनि म राम्रो ल भनेर जनता उचाल्ने। जनता उचाल्नेवाला छैन। जनतालाई सबै कुरा थाहा छ। यो हर्क सम्पाङको पार्टी के हो भन्ने कुरा सबै कुरा थाहा छ। त्यहाँनिर सबै राई लिम्बूहरू मात्रै हुन्। अब मैले यसो भन्दै गर्दाखेरि फेरि यो राई लिम्बू समुदायको दाजुभाइ दिदीबहिनी आमा बुबाहरूलाई मैले बदनाम गरेको होइन, उनीहरूलाई मैले हेप्न खोजेको होइन, उनीहरूको डिसरिस्पेक्ट मैले गर्न खोजेको होइन। सबै जात जाति धर्मलाई मेरो रिस्पेक्ट छ। तर यति भन्दै गर्दाखेरि हर्क सम्पाङले जुन सदनमा ठुला कुराहरू गरिरहेको हुन्छन् नि होइन, हामी जातीय धार्मिकमा यसमा जान हुँदैन, यो त्यो ह्यान त्यान लौडा लसुन अनेक बकिरहेको हुन्छन्। सर्वप्रथम त उसको व्यवहारमा त्यो छैन कि, उसको बोलीमा मात्रै त्यो छ। उसको व्यवहारमा हेर न, उसको पार्टीमा जति पनि छन् सबै राई लिम्बू मात्रै छन्। खै त त्यहाँनिर ब्राह्मणहरू कहाँ छन्, दलितहरू कहाँ छन्? कहाँ गए तिनीहरू? तिनीहरू राख्नु पर्दैन? यस्तो बोल्ने मान्छेले व्यवहारमा चाहिँ किन नगरेको हो? त्यही भएर तिमीहरू चाहिँ म के भन्छु भने हर्क सम्पाङलाई अनि यसको यो जुन छ नि यो भडुवा छोरा यो आरएन राई हो कि के राई हो, यिनीहरूलाई म के भन्छु भने तिमीहरू पूर्वजको कुरै नगर, पूर्वजको कुरै नगर। तिमीहरू यदि तिमीहरू पूर्वजलाई तिमीहरू रिस्पेक्ट गर्न सक्दैनस् भने, पूर्वजलाई तिमीहरू मान्दैन भने, तिमीहरू चाहिँ पूर्वजको नाममा राजनीति गरेर जनता भड्काउने काम, जनतालाई चाहिँ होइन यो उ गर्ने काम चाहिँ तिमीहरू किन गर्छस्? नगर न त। तिमीहरूलाई मन पर्दैन, तिमीहरू रिस्पेक्टै गर्दैन भने तिमीहरू किन गर्छस् त? माका डग्सहरू हल्ला गर्छ धेरै, साइड लाग।